जब हाम्रो खोजकर्ताले के भेटाउनु भयो दिदीले बिहानै देखाएको दिदी हो यो हिउँ होइन आइस हो दिदीको हिउँ हो नि त यो कस्तो सिसा जस्तो होइन सिसा जस्तो के छम एउटा ओ शिट कस्तो चिसो यार राति कस्तो टल्के थियो त कस्तो कराक कराक गर्दै यार सिसा जस्तो मोमो आमा मोमोको कति कपाल फुले रहेछ यार कसको तिम्रो नगर्नु न 50 खाली 50 ओरा रहेछ तिमीलाई कस्तो भयो जाड भयो ओ माय गॉड लास्टै आवाज छ नि यार राति यस्तो जंगल काटेर आइएछ केही अत्तबत्त छैन यहाँनिर पनि एउटा स्पट रहेछ नि त गाडी भयो ठिकै छ के खाँदै हो मकै मकैको साउन्ड इरिटेटिङ होला कस्तो दामी देखाएको बेकारमा गर्थ्यो खतरा तीनचोटि भयो सेतो छ नि सेतो ढाडामा सेतो छ नि सिधा हेर त यो सेतो टल्केको त्यो भटेर त्यो थाइएर यसको प्लेन त्यहाँ अनि यस्तो बाटो छ नि त्यो हेरेर जाने कान्ति राजपथ त्यस्तो बाटो सब देखिने कस्तो डाँडा डाँडा हेर्नु न यो कालेश्वर मन्दिर त्यो मन्दिर छ क्या अलिकति हेर्दा त्यो चाहिँ कालेश्वर मन्दिर छ त्यो साला दुलुङ ठुला दुलुङ पारितिर छ अनि यो गोडीखेल चोलनपुर अनि चापगाउँ हुँदै उता सानो दुलुङ यसो ठ्याक्क त्यो त्यसो ठ्याक्क मुनि छ सानो सानो मुनि हो अनि यो यहाँबाट त्यो फेरि पुग्छ ठुलो दुलुङ जानलाई गोकुल
जानुभयो त अनि डम्बरङ्ग लाएर हिँड्छ जस्तो तिमीलाई गाह्रो भएन अरे ओ हाम्रो एकचोटि उकाइ चढाखेर नि कतिखेर अहिले चाहिँ अहिले चढ्दाखेरि ओ माई गॉड कस्तो डर लाग्दैन हामी उज्यालोमा त्यस्तो डर लाग्दैन ओ माई गॉड औँधारोमा के को ढुङ्गा आउनु कस्तो ठुल्ठुलो ढुङ्गा एउटा ढुङ्गाको यो एउटा छ नि कालो 2500 अरे यतिको एक लाइनको बनाउँदाखेरि चाहिँ अब यो बनाउन गाह्रो भयो नि त अघि अङ्कलले भन्नुभएको अङ्कलले भन्नुभयो जस्ट यो लाइनको यो एक सिडी चढ्यो नि एक सिडीलाई पर सिडी 2500 को हिसाबले गरेको काम अनि कति गाह्रो छ भन् यो बोकेको होइन रे गालु यो ढुङ्गा यहीँको अरे यहीँको झिक्दै यहीँ हाल्यो अरे के हो तिमीहरूको साथीहरूले तिमीहरूलाई यही हो लास्ट अब सेकेन्ड लास्ट हो बिहान यस्तो खतरा झरेर रहेछ होइन त यो झरेको पनि थाहा छैन हामीलाई हाम्रो चाहिँ एकछिन गाडी बिग्रियो अब हामी के गर्ने हामी एकछिन हिँड्ने अनि हेर्दै गर्छौँ कालु आऊ ल हामी हेर्दै हामी फर्केर आउँछौँ ल म सक्छु नि त के भएको छ के चाहिँ भयो भन्नु न पहिला के आइरहेछ रे खुट्टाकी पछाडि बाघले हाम्रो गाडी बिग्रियो अब हामी वाकिङ कहाँसम्म अरे हामी कहाँ यहाँबाट भित्र के छ त ल किन डरा बेच्दिन ल हिँड त ल बेथानचोक मन्दिर चाहिँ यहाँ माथि अरे होइन अब हामी गुवा भन्ज्याङ जाने यहाँ तल नारायण खान जाने सिडीबाट देउराली रे ए उ तलबाट आउने बाटो होला ए तलबाट मान्छेहरू आयो भने यहाँबाट माथि जाने रहेछ कि जङ्गल ए तपाईँ नजाउँ यहाँ धेरै नहिँडौँ हामी डराएको होइन क्या यहाँबाट उता
किन तल चाहिँ नजाने किन भन न फेरि हामी चढ्नु यहाँ काई अनि हावा झन् सुइयो भइरहेको यत्तिकै हावामा तिम्रो डराएको नि अनि अनि उ तल पुगेको थिएन हामी ल के छ त्यो भन् न त पहिला के चाहिँ छैन है हामी चाहिँ गुहा भन्ज्याङ जाने भनेर आएको तर हामी बिच बाटोबाटै फर्क्यौँ किनभने हामी त्यहाँ जाने होइन हामी त घर फर्किने हो तर गाडी बिग्रियो त्यही भएर अलि राम्रो बाटोसम्म हिँड भन्नुभएको छ ड्राइभर अङ्कलले हामी राम्रो बाटो त कहीँ पनि छैन त यहाँ त कसरी राम्रो बाटो त्यही त राम्रो बाटोसम्म हिँड भन्नुहुन्छ कहाँ राम्रो बाटो छ त ठिकै छ त्यो पनि हिँड्यो अलिअलि कम यार बस्नलाई बोलाएको त कोही कुरा अनि त्यसरी चलान भन्ने त अनि टेक्नु भनेर झन् मान्छेले समातिरहेको छ ऊ चाहिँ खालि टेक्नु खोज्छ अनि टेकेपछि यसमा प्रेस गरेर दुख्दैन स्टाइल पर लड्ने हो हातले बसे होइन मलाई उठा मान्छे आइसक्यो यो त कस्तो पुरा म त हाँस उठाउनु सक्छ छैन मैले तिमी हाँसिसकेपछि मात्रै आउँदै होला हाम्रो यहाँ के भन्छ व्यवस्था हेर्नु यहाँ खाना खान नपाएर पौरोटी टोकिरहन् बिचराहरू ल अब खाना कहिले खानु हो मलाई गाह्रो भइसक्यो कस्तो दाम देखेको है डाँडा आकाश एकदम खुला छ आकाश त ठिक ए मामा हामी आयौँ पार्सलीको भ्यू टावर पछाडि डिक्कीमा बसिरहेको भन्नु न कालिज हामीले कालिज देख्यौँ तर म रेकर्डिङ गर्न पाएन यस अब कुद्छु आउनै पर्ने अर्को एउटा ठाउँ चाहिँ यहाँको एउटा भ्यू टावर रहेछ एउटा राम्रो भ्यू देखिन्छ अरे लेट्सी यहाँबाट कालिज कस्तो मजाले भागेर गयो कि यस माथि पुगिसकेको छ अर्को मान्छे एउटा बिरानो मान्छे छ त्यहाँनिर दुईजना अब के माथि चढ्थ्यो त्यहीँ भुइँ राख छोडिदिनु हामी माथि गएर तपाईँ बसिरहनु तल ल भ्यू टावर यति नै रहेछ सकिसक्यो जुन यो चाहिँ अनप्लान्ड डेस्टिनेसन हो त यो के गरे पार्थली खुट्टा के छ दिदी लड्दै दिदी लड्दै लाग्यो दिदी हावा चाहिँ दिदी यताबाट म यता यता होइन यो त चिन्दै क्या यो सिधै यस्तो क्या बिचरा अनि खुट्टा छोड्नु नि त दिदीको यो त्यतिसम्म मात्र भइसक्यो खुट्टा यतिसम्म पुरा भइसक्यो खुट्टा बाइक आयो त होइन बाइक आइदिन्छु खुट्टा
भयो नि भनिरहेको छु यो कुटै कस्तो गराएको थियो है कत्रो आवाज उसले साउन्डै आएको साउन्ड आएको थियो कत्रो आवाज आइदियो प्रक्कै भनेको अनि ल मेरो खुट्टा त गयो अब के गर्ने भनेर तातो अनि बाइक उठाएको उठा बाइक नि यो चाहिँ गरे हाँसेछ बाइक अनि छिटो हात उठाएर गएर म यतापट्टि साइड लगाएको अनि तातो म यतासम्म दौडेर आएँ के भएन एकछिन बसेर उठाएर दुखिहाल्यो दुख्यो नि त्यो सेलाइ पछाडि त गाह्रो भन्नुपर्ने यो कुरा लाग्यो तल जाने होइन त उहाँहरू आउँछ माथि आउनुहुन्न हाम्रो चाहिँ जतिखेर पनि जाँदैन भने गाडी मात्रै बिग्रिन्छ घर जानु लागेको गाडी बिग्रियो हाम्रो अब गाडी बन्यो अब हामी निस्किने काठमाडौँ जान्छ मामी आज 2 दिन 3 दिनको बसाइ पऱ्यो गाउँमा रमाइलो भयो घुमघाम अब एकदमै टायर्ड छ टायर्ड पछाडि फेरि भोलिपल्ट regular life. Okay, bye bye. Good day.